good morning. आज चाहिँ हाम्रो डे लास्ट. I am sorry. Hello, good morning. आज चाहिँ हाम्रो डे लास्ट. आजको हाम्रो प्लान नबोल्न म भन्दैछु. आजको हाम्रो प्लान चाहिँ हामी अब यहाँबाट पहिला मन्दिर जान्छ पोखराको, त्यसपछि बन्दीपुर, देन ब्याक टु KTM. यो गाइजहरू हेलो. मेरो मोबाइलमा चार्ज छैन, त्यही भएर म चार्जमा जोडी भन्दैछु. तुलु आइ भन्. डे लास्ट भन् न. डे लास्ट. गाइज हिजो यसले मलाई यति हिँडाले मेरो हिँडायो. हिजो हामी सुतेको हो एकदम 2 घन्टा पनि सक्सेसफुल्ली हामी सुतेको छैनौँ. हुन त टुरभरि हामी सुतेकै छैनौँ, त्यही पनि हिजो 2 घन्टा फेरि सुत्यौँ. 2 घन्टा हिजो सक्सेसफुल 2 आवर्स. ऊ त्यहाँ चाहिँ स्मृति ढुङ्गाना कासिन खै यसो म देखाउँछु. देखिन् भने देखाउँछु. हो यहाँ मुनिबाट देखिँदै आऊ यहाँ भ्लगमा लास्ट डे. तिमी आएर केही बोल. कति घन्टा सुत्यौ? म आज 15 घण्टा सुतेछु. भेरी गुड हो. 24 भन न. 24 गुड. ओके स्टे ट्युन्ड. ल भने मेरो हातै काम यार केटी. मैले भने हैन मेरो अघिल्लो आइलाइनर लाउनु भएर. हामीहरू आज भुल्न नि आएर 6 बजे रिपोर्टिङ टाइम थियो. हामीहरू आज ढिलो हुन्छ भनेको, हामी आज नि टाइममै पुग्ने भयौँ. यो अचम्मै भइसक्यो. ऊ त्यहाँ निलो ब्यागमा द आर्ट द आर्टिस्ट. अनि त्यो मेरो मेकअपको सामान. हामी चाहिँ ढक्क रेडी भइसक्यौँ. और आइज हाई. जति नै ढिलो भयो नि हामी चाहिँ मेकअप गरेर भ्याएछौँ. गुड छ फेरि पङ्क्चुअल छ. मेकअप गरेर भ्याउँछौँ, सबै गरेर भ्याउँछौँ. हामी सुत्यौँ 1 घन्टा, हामी उठ्यौँ 1 घन्टा अगाडि. त्यही नि 4 जनाले मेकअप गरी भ्यायौँ के. अनि त्यही हेरिसक्यौँ. अरू कोही तल झरेको फर्स्ट गुड स्टुडेन्ट. 1 घन्टा अस्ति 1 घन्टा, आज 1 घन्टा. हामी सुतेको 5 घन्टा मात्र छ. एक दिन एक हप्तामा 5 घन्टा. त्यो नि एक दिन. सबै जोड्ने भन्दैछ. हामी त 1 घन्टा 8 घन्टा मात्र सुतेको छौँ. हामी 5 दिन भयो. ओ माई गॉड. आहा त्यही भएर यस्तो भइसक्यो. मैले त उनीलाई हाम्रो बिर्सिसु बाई बाई. ठिकै देखिया रहेछ. अहिले बिहानको सभा 6 बजेको छ. अनि हामी कता जाँदैछौँ ल भन. हामी तालबराईमा दर्शन गर्न जाँदैछौँ. सुबह के कति बजे? 6 बजे. सुबह के सभा 6 बजे. ऋतिक मोबाइलमा छ. आइबन हामी सबलाई छोडेर 10 जना मात्रै हिँड्यौँ. पठाएको थिएँ फोटो हेरेनौ? मैले कति बजे? 6:30 भएछ. यिनीहरू हाम्रो दोस्ती चर्चा गर्दैछन्. के भन्नु त हाम्रो दोस्तीको बारे? कभर फोटो चार्दा ल भन ल. मलाई त हैन मेरो एकजना दिदी के भनेर तिमीहरूले पुतलसराको सब रेस्टुरेन्टहरु भ्याइसक्यो होला. मेरो घरमा त त्यही चर्चा हुन्छ. कसैले के चर्चा गर्यो भने कि यसले यसका 3 जनाले त लफङ्गाहरूले यिनीहरू कलेज खाना जान्छ. के हुँदैन यसो काम Hi everybody. Hi. So we are first. हामी आयौँ. है पोखरामा सबै सही छ नि. ल मन्दिर त बन्दै रहेछ. हो फोटो सेसन चल्दैछ यहाँ एकदम. कहाँ छ माछा हो त. ए माछा माछा हो. हामी 4 जना सारे कति धेरै यहाँ त. मैले त्यो खुट्टा निकालेर बस्ने ठाउँ यो चाहिँ बन्दै रहेछ. पहिला थियो है. अनि आउँदाखेरि त्यो चावल हाल्ने अनि आउँथ्यो मजाले बस्ने. अनि आएर त्यो खुट्टामा त्यो गुदगुद गरिदिन्थ्यो कि त्यो पुरै कस्तो मजाले. हाम्रो पख्न आज हाम्रो टुरको लास्ट डे. तिमी के भन्न चाहन्छौ? हामी फाइनली टुर सर्भाइभ गरेको छौँ. 6 दिनमा
6 दिनमा 13 घण्टा सुतेर नि हामी यस्तो ग्लो छ हाम्रो अनुहारमा यो भन्दा बढी के तिमी भन्न आज लास्ट डे मलाई त अझै एक राति बस्न मन छ होइन हामी अझ एक रात बस्यौँ भनेदेखि हामी 7 दिनमा 13 घण्टा 14 घण्टा मात्र सुत्छौँ सक्सेसफुल तुलुको त्यहाँ फोटो चलिरहेको त्यसको इन्टरभ्यू पछि लिम्ला ल स्टे ट्युन्ड आज अझै हामी बन्दीपुर जाँदैछौँ मेरो कुरा यिनीहरूले तुलसाजी दिक्क लाग्दो She moves like a map with no borders, a whisper caught in the wind. हमसे मोहब्बत हो जरूरी तो नहीं घाटी में कोई सको यो चाहिँ यिनीहरूको होटेल हाई गर हाई एउटा मैले भन्छु नि पक्कली कमरिया मलाई तिमीलाई हाई 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 गर त घाटी नै गयो त्यहाँ फोटो राम्रो आउँछ कि बोल्दैन त बोल बन्दीपुर आयो निलाउँदा निलाउँदा बन्दीपुर आयो सबै लछ्मनको परिसक्यौँ अब त भाउ तर घान्जुको चाहिँ कस्तो राम्रो आएछ भात खाँदा खाँदै वाक्क भएर हामी अब यहाँ मोमो खाँदैछौँ एकदम क्रेभिङ भएर हामी यस्तो डर लाग्दो बाटोमा जाँदैछौँ किनभने हामी छोडेर अघि बढिसक्यौँ अब ऊ त्यहाँ पारी छ अरे होटेल अब हामी कताबाट खै तुलेको पछि लाएर नि हुन्छ ऊ त्यो बाटो छैन अरे त्यो सी सेक्सनहरु कुन बाटो गयो त्यही बाटो फर्क माथिकै बाटो जाम त्यसमा धेरै तल गएर यात्राका पढ्नु भन्दा त्यही माथि फर्किम हैन अहिले नै ल जाम धेरै तल गएर तुलेको पछि लाएर नि कहिले जान्छ त्यही भने फुट देखाउँदै अघि अघि लैथी लास्टमा त खेतबारीको एन्डमा पुऱ्याइ अब फेरि हामी फर्किँदैछौँ यस्ता भुसुङ्ग्री देखिनेको विश्वास गरेर नि हुन्छ मलाई न देखा न यहाँ भुसुङ्ग्री तुले उ तुले हैन त भुसुङ्ग्री देखिने मान्छेले पत्ताउन तल भुसुङ्ग्री जानी कि यहाँबाट छैन जस्तो त्यहाँ हैन बार ल हेलो एभ्रीवन हामी अझै पनि हिँड्दै नै छौँ यो ब्लगमा कति साउन्ड राख्ने हो त यहाँ त 3 मिनेटको ब्लग होला 3 मिनेट का 3 मिनेट एउटा क्लिकमा एउटा क्लिकमा प्रियङ्का तिमी हामीसँग हिँड्दा कस्तो वाक्क पारे भनिछौ कि रमाइलो मानिछौ केको रमाइलो हुनु कहाँ लैछु अहिले चाहिँ बाटै भेट्दैन हामी त रङ बाटोमा आयौँ यत्रो हिँडाएर हामी टुई टुई हिँड्दैछौँ मेरो चस्मा हो अनि भात चाहिँ खाने होइन त्यही पनि हिँडिरहेछौँ ट्रेनलाई दिँदैन रे 100-200 भाडा पनि छुट्टै कुरा जाऊ त एक रातिको लागि को एसीमा बस्छ त्यसलाई त मैले देखाउन्न अब तिमी माथि मलाई त्यो आज मन परिरहेको छैन यो मेरै चस्मा हो है आफ्नो चस्मा फुटाएर मेरै चस्मा लग्ली भन्ने पिर परिसक्यो मान्छेहरु भन्न मान्छेहरुले मित्रताका लागि सलिना गमेजले आफ्नो साथीलाई सलिना गमेज अरे सेलिना गमेज सलिना नेपाली हो सलिना हो न बिको सलिना हो सलिना सलिना गमेज ले आफ्नो साथीलाई किनिदिथी रे सलिना गमेजले 200 मेलाको चस्मा दिने रे त्यसको डिप्रिसिएसन नि त भइसक्यो नि त केटी अहिले त 50 रुपैयाँमा झर्यो होला
यिनीहरूको चर्चा चलिरहेको नचाहिने